यो चाहिँ साथीहरू यो चाहिँ बद्रीनाथ धाम रहेछ यो अगाडि भित्र हाम्रो भाइले चाहिँ मलाई भ्लगमा ननिकालेर म जबरजस्ती घुस्रेको हो साथीहरू यस्तो हेलो साथीहरू वेलकम ब्याक टु माई च्यानल गुड मर्निङ टु यु अल हामी चाहिँ बिहानै आज कति लगभग अहिले यताको 5 बजिरहेको छ होइन 5-6 बजिरहेको छ हामी चाहिँ अब सिक्किम घुम्नु जाँदैछौँ नि र अँधेरो रहेछ होइन भ्लगमा नि कस्तो राम्रो आएको छैन अनुहार सबैको अँधेरो छ अगाडिको हाम्रो यो गाडीमा सबैजना चढिसक्नु भएको छ होइन अनि अब चाहिँ हामी हिँड्दैछौँ। हेलो साथीहरू गुड मर्निङ हामी चाहिँ कालिम्पोङबाट अब सिक्किम जाँदैछौँ। हाम्रो ट्रिप अब सिक्किमको ट्रिप जाँदैछ अनि सबैजना यहाँ बसिरहनु भएको छ गाडीमा। अब हाम्रो ट्रिप चाहिँ हिँड्न आँट्यो अब हामी चाहिँ हिँड्दैछौँ यहाँबाट। हेलो साथीहरू अनि हामीहरू चाहिँ सिक्किम आइपुग्यौँ होइन अनि सिक्किममा चिया खानु लागेको छ एकदम धेरै टाढो छ हामी भर्खर गाडीबाट उत्रेको अनि हाम्रो ब्लगर भाइलाई चाहिँ निन्द्रा लाग्दैछ साथीहरू त्यही भएर मैले चाहिँ उसको ब्लग मैले स्टार्ट गरेको अनि पर हाम्रो पुसेहरू भाइहरू बहिनीहरू सबैजना हुनुहुन्छ अनि यो चाहिँ सिक्किमको के नाम्चेको लोकेसनमा छ होला होइन यो भ्यूहरू तपाईँले देख्दै हुनुहुन्छ होला। कुनाल हेलो गरिदिनु न छिटो उपर हाम्रो पुसे हुनुहुन्छ होइन पुसेहरू बसिरहनु भएको छ। हेलो सबैजना हेलो देखेन अनि यहाँ चिया आयो हाम्रो साथीहरू चिया आइसक्यो है साथीहरू चिया ल्याउने बाली झन् राम्री अम्बो साथीहरू हाम्रो चाहिँ चिया आइसक्यो खाँदैन होइन खान्छ अरे ल साथीहरू अब फेरि हामी एकछिनपछि बोल्नेछौँ कति न कति भएको छ हाम्रो साथीहरू अहिले चिया खानेछौँ भावहरू इग्नोर गर्नुहोस् साथीहरू। फाइनल्ली हामी चाहिँ अब होइन यहाँनिरको हामी 4 धाममा आइपुगिसक्यौँ। सो अब हामी चाहिँ यहाँ धाममा छिर्दैछौँ अनि धाम छिर्ने चाहिँ के हो होइन अनि पछाडिको भ्यूहरू यस्तो देख्न सक्नुहुन्छ अनि मेरो यहाँ राइट साइडमा देख्दै हुनुहुन्छ पर मूर्ति हो त्यो चाहिँ यहाँनिर शिवजी भगवानको मूर्ति छ अनि यसो हामी चाहिँ अब धामभित्र छिर्दैछौँ। इन्ट्रान्स यहाँनिर रहेछ सायद यहाँ टिकट काट्नुपर्छ होला अनि टिकट काटेर यहाँबाट हामी छिर्छौँ अनि सो यहाँ टिकट काटिदिँदै हुनुहुन्छ। छिरिसक्यौँ अब हामी चाहिँ अगाडि जाँदैछौँ अगाडि चाहिँ यहाँ निकै होइन अनि जाडोले कस्तो भइरहेछ हो यहाँ चाहिँ सुजहरू यता राख्नु पर्दो रहेछ नि त यहाँ धाममा जाँदाखेरि सुज रिमुभ गरेर जानुपर्ने रहेछ अनि ड्रोन चाहिँ उडाउनु पाइँदैन रहेछ सायद यहाँनिर सायद हो यहाँनिर चाहिँ सबैजनाको हाम्रो फोटो सेसन भइरहेछ अनि यहाँ चाहिँ फोटो सेसन भइरहेछ होइन अनि अगाडि देख्न सक्नुहुन्छ यहाँ चाहिँ कस्तो दामी छ क्या ठाउँ नि अनि अगाडि यो देख्दै हुनुहुन्छ शिवजीको मूर्ति अगाडि अनि सायद यहाँनिर अगाडि मन्दिरहरू यही हो यहाँ चाहिँ राइट कस्तो चिसो भएर साथीहरू बोल्ने खुट्टा पनि चिसो भएर चाहिँ मोजा मात्रै लाएर आउनु पर्दो रहेछ नि त जुत्ता लाउनु पाइँदैन रहेछ खुट्टा चाहिँ चिसोले कक्रिसक्यो। दादा खुट्टा चिसो भएको छैन भुइँको चिसो कम त आउँदैन रहेछ यो सिमेन्टको फेरि अनि यहाँनिर मन्दिर रहेछ यो मन्दिर यसलाई के भन्छ यो मन्दिर भाङ यहाँ खोइ यहाँ मन्दिर त रहेछ 4 धाम रहेछ सायद 4 धाम भने चाहिँ 4 खालको मन्दिर होला नि धामको बनाएको होला नि सायद यो अब ठ्याक्कै चाहिँ नाम थाहा भएन हेर्न साथीहरू अब हेर्नु अब तपाईँहरूले चिन्नु भने कमेन्टमा लेखिदिनु होला भरे होइन यहाँ अगाडि मूर्ति देख्न सक्नुहुन्छ कत्रो ठुलो मूर्ति ऊ पर छ होइन अब चिसोले कक्रिरहेको छु म ल हुँदैछ। हेलो साथीहरू हामी चाहिँ सिक्किमको नाम्चे भन्ने ठाउँ नाम्चेको चार धाम भन्ने ठाउँमा छौँ साथीहरू अनि हाम्रो भाइले चाहिँ मलाई भ्लगमा ननिकालेर म जबरजस्ती घुस्रेको हो खासमा चाहिँ ऊ भ्लगर भाइले अब काट्छ है उसले मलाई मेरो पछाडि चाहिँ देख्न सक्नुहुन्छ शिवजीको मन्दिर नन्दी रहेछ गाई हो कि गोरु भन्छ नन्दी गाई होला सायद मलाई मजाले थाहा छैन अनि मेरो पछाडि चाहिँ
अब मूर्ति छ ठ्याक्कै शिवजीको। हामी माथि टपमा आइपुगिसक्यौँ। अब चाहिँ यहाँबाट हिँड्दै हिँड्दै टपमा पुगिसक्यो मन्दिरकै छेउमा। यहाँनिरको फाउन्टेनहरू फेरि सबै सुकेको रहेछ हो अहिले। पछाडि एउटा सो अब हामी चाहिँ मूर्तिको छेउमा गएर सानो अब भिडियो गर्ने भनेको होइन। दादा चाहिँ अगाडि आएर उता यता डुल्दै हुनुहुन्छ। म चाहिँ यहाँ आएर हेर्दैछु। यहाँबाट कस्तो दामी देख्दो रहेछ ठाउँहरू। हजुर अनि माथि देख्दै हुनुहुन्छ सान्दुक उयो माथि मन्दिर त्यो माथि देख्दै हुन्छ नि अलिकति रातो देखिरहनु भएको होला सानो डाँडामा। त्यो चाहिँ बुद्धको मूर्ति हो। डाँडामा ठुलो बनाएको छ त्यहाँनिर गौतम बुद्धको मूर्ति। अनि यहाँनिर अनि यताबाट माथि 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 देख्न सक्नुहुन्छ हिउँ परिरहेको छ माथि सिक्किमतिर हो। यतातिर डाँडा यहाँबाट पर दामी देख्दो रहेछ नि त। यहाँ रहेछ नि त ठाउँ सला पुरा हिमाल छ डाँडा पर पुरा पानी हिउँ परिरहेछ। त्यतातिर चिसो पनि निकै छ। सायद त्यो त्यहाँको चिसो यहाँसम्म आइरहेको छ भनौँ न होइन। खुल्ला रहेछ नि त यस्तो खुला यस्तो यो यसमा कस्तो दामी क्या भ्यू चाहिँ हेर्नु चाहिँ यहाँनिर एकदम सही छ। सो पछाडिबाट मेरो हाम्रो दादा नै आउँदै हुनुहुन्छ भ्यू हेर्नुको लागि होइन दादा। जो सिधा बद्रीनाथ धामको अगाडि छ भने दादा उपर हुन्छ। दादा उयो कुन यो अगाडिको कुन धाम अरे परको चाहिँ? सो अब हामी चाहिँ हेर्नु जगन्नाथ धाम अरे यो चाहिँ जगन्नाथ धाम यो अगाडि देखिँदै गरेको। अनि हामी चाहिँ यो जगन्नाथ धामतिर जाँदैछौँ होइन। चिसो चिसो छ साथीहरू। अघिदेखि म बोलेकोले चाहिँ चिसो चिसो मात्रै भन्दैछ भन्नु होला भ्लगमा। साँच्ची नै चिसो छ साथीहरू। त्यही भएर म थोडा काकै छ बोल्दिनँ भने चाहिँ त्यही बोलिहाल्दो रहेछु। अनि यो चाहिँ जगन्नाथ धाम रहेछ है हाम्रो यो जगन्नाथ धाम। सो साथीहरू यहाँनिर देख्न सक्नुहुन्छ जगन्नाथ धाम। तलभित्र भित्र पनि जाँदा हुन्छ होला तर घन्टी बजाउन बाटो ढोगौँ एकचोटि ढोगेर। सो भित्र चाहिँ खिच्नु पाइन्छ कि पाइँदैन थाहा थिएन। मैले लग्यो अब फोन चाहिँ यही भिडियो चाहिँ गरिरहेको छु। अनि यो चाहिँ तिरुपति खै के भन्ने रहेछ। अनि धामहरू टन्नै छ यहाँनिर। ए रामेश्वरम धाम अरे यो चाहिँ रामेश्वरम धाम। साँच्ची पछाडि हाम्रो देख्नुहुन्छ किरातेश्वरको मूर्ति छ। यहाँ शालिग बनाएको छ। अनि यहाँनिर चाहिँ अब हामी जान आँटेको। यता नाना चाहिँ देखो कि देखाऊ भन्दै हुनुहुन्छ। यता आउनु न। सो किरातेश्वर माङखिम यहाँ लेखेको छ होइन। खतरा छ दामी छ है हाम्रो किरातेश्वर महादेवको फोटो भन्छ नि। सरी हेलो साथीहरू हामी चाहिँ अब फेरि घुमेर फर्किँदैछौँ होइन। अनि यहाँ चाहिँ हाम्रो हेर्नु गाडीमै रोटीहरू घरबाटै रोटी सोटी सबै लिएर आएको थियौँ होइन। अनि मोमो पनि छ हो सबै छ। अब खाँदै यहाँ खाँदै जाने हो। पिकनिक हुन्छ आज चाहिँ हाम्रो गाडीमै पिकनिक भइरहेछ रमाइलो भइरहेछ हो। यहाँ चाहिँ स्न्याप बनाएकै हुनु चाहिँ स्न्याप। अब हामी चाहिँ खानेलाई खान्छ साथीहरू। लागिरहेछ त बिहानै हिँडेर केही नखाइ सबै मोमो खाँदै। सो हेलो साथीहरू हामी चाहिँ अब हाम्रो अघि टिकट काटिसकेको। अनि यहाँ चाहिँ फोटो सेसन गर्दै हुन्छ। हाम्रो दिदीहरू चाहिँ जहाँ गयो त्यहीँ फोटो सेसन गर्न थाल्यो फोटो खिच्न थालिहाल्नुहुन्छ क्या। तर हामी चाहिँ नखिच्ने। हामी चाहिँ अब सिधै जाने होइन। हामी चाहिँ पर गएर देखाउने यहाँनिरको गुम्बा मोनेस्ट्री है। एकदम यहाँ चाहिँ चिसो पनि दामी छ क्या। जोस यहाँको क्लाइमेट चाहिँ एकदम मान्नै पर्छ क्या। खतरा दामी छ हो चिसो।
अनि अब हामी चाहिँ अब पर पुग्न आँटिसक्यौँ अनि पर पुगेर हामी गुम्बामा के कस्तो छ सबै देखाउँछु म तपाईँहरूलाई हाम्रो डेस्टिनेसनमा। अनि पछाडि देख्न सक्नुहुन्छ यहाँ गौतम बुद्धको मूर्ति छ बुद्धकै मूर्ति होला सायद होइन। अनि कत्रो यहाँनिर चाहिँ हाम्रो पर हामी कालिम्पोङबाट हेर्दा नि यहाँ ठुलो देखिन्छ क्या यो डाँडामा यो मूर्ति चाहिँ पुरा देखिरहेको हुन्छ क्या त्यहाँबाट परबाट हेर्दा पनि। अनि हामी चाहिँ त्यहीँ मुनि अहिले आइपुगेको छौँ अब यहाँ माथि पनि चढ्ने छु म होइन। अनि वरिपरि यहाँको डाँडाको भ्यूहरू हेर्नुहोस् यतातिर हो माथिको डाँडा मात्रै देख्छ नि त सबै कुहिरो लागिरहेको हामी आउनु आएको चाहिँ यता परबाट हो होइन। अनि यहाँनिर डुल्दै 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 आएको अनि यहाँ अगाडि माथि देख्नुहुन्छ अल्गो हाइटमा छ अनि वरिपरि डाँडै डाँडा छ। हामी अघि पर एउटा डाँडा पल्लो डाँडा पुगेर अनि हामी यहाँ आउँदैछौँ भर्खर होइन। हामी अहिलेसम्म 2टा ठाउँ घुमिसक्यौँ भनौँ घुम्दैछौँ। फाउन्टेनहरू बनाएको छ होइन क्या सही छ ठाउँ चाहिँ। अनि सो साथीहरू मैले चाहिँ यहाँनिर सुज खोलेर होइन सुज लगाएर चढ्नु दिँदैन नि त सुज खोलिकन अब चढेको। अनि म चाहिँ अब माथितिर चढ्दैछु होइन अब माथि टपमा जाने मूर्ति भएकोमा। अनि त्यहाँबाट भ्यू देखाउँछु होइन। हाम्रो दादाले मलाई पर्खिरहनु भएको रहेछ ल दादा हामी चाहिँ जाउँ है 1 राउन्ड घुम्दिउँ न 1 राउन्ड घुमेर मन्दिर रहेछ अगाडि देख्न सक्नुहुन्छ। दादा हामी ऐनामा त हेर्नु कस्तो देखिँदो रहेछ त अरे के हो हामी दादा मोटाइ नि त हाम्रो दिदीहरू सबै हाम्रो फ्यामिली चाहिँ तल फोटो खिच्दै हुनुहुन्छ। साथीहरू अघि देख्नुहुन्छ पल्लोपट्टि सिधा परको डाँडाहरू छ घरहरू छ नि हामी त्यता हुँदै 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 हामी यता आएको भर्खर। यहाँदेखि चाहिँ दामी मूर्ति पनि देखिँदो रहेछ हो यहाँबाट खतरा। अनि अब यहाँ चाहिँ हामी नाम्चेमा छौँ अब नाम्चेबाट हामी फेरि अब अर्कै ठाउँ जान आँटेको फेरि घुम्न। सो गाइस हामी चाहिँ अनि सो अब पछाडि चाहिँ हाम्रो टोली हुनुहुन्छ अनि अब हामी चाहिँ जान आँटेको अघिदेखि भ्लगमा निकाला भनेर सुतिरहनु हुन्छ भर्खर उठ्नुपर्छ निकालिदिएको होइन भर्खर सुतेर उठेको नि त त्यही भएर अघि चाहिँ मलाई कराइ हुनुहुन्थ्यो अब चाहिँ निकाल्छु नि त म भ्लगमा तिमी त सुतेर भर उठ्दैछौ। अब यो कस्तो भन्दा यो कस्तो भन्दा स्याडवाला हुन्छ नि उसले आज भ्लगमा निकालेको छैन मेरो आज नयाँ ड्रेस सोअप पनि गएको छुइनँ साथीहरू यसो घुमाउँदै 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 जाँदैछु होइन। यहाँको अब हामी चाहिँ ठ्याक्क जाँदैछौँ होइन साथीहरू यहाँनिर चाहिँ एउटा केभ रहेछ यहाँनिर हो। अनि यहाँबाट छिर्ने छैन बाटो म त यहाँबाट इन्ट्रान्स छिर्ने होला भन्दै थिएँ होइन थिएन नि यहाँ घुम्नुपर्छ होला तिमी सायद 1 राउन्ड घुम्नु पर्ने भयो। हामी चाहिँ यहाँ रक हिलमा छौँ हो डाँडामा कताबाट हौ ओइ हजुर मैले भेटेँ यताबाट आउँछु ल चेपबाट चेपबाट छिर्ने बेला भयो नि साथीहरू यस्तो चेपबाट छिर्दैछु म ए दादा म चाहिँ साथीहरू यहाँ भित्र चेपबाट छिरो फुत्तै निस्कियो अब ल साथीहरू अब हामी चाहिँ होइन हजुर ल दादा माथि जानुहुने साह्रै चिसो न चिसो भयो हामीलाई। सो वी आर गोइङ ब्याक हामी चाहिँ पछाडि फर्किँदै गरेको होइन अब टेरी चाँडोले यार 1 2 3 अब फाउन्टेन चाहिँ पर चलिरहेको छ फाउन्टेन होइन अब फाउन्टेनमा हामी पनि जाने ओ बरु यता आउनु न स्याकेटमा हामीले अरे अब चाहिँ यस्तो चिसो छ होइन
टक्क जाँदैछौँ हामी फाउन्टेन चाहिँ अगाडि छ हाम्रो फाउन्टेन चाहिँ यहाँ पछाडि सिधा देख्नु सक्नुहुन्छ होइन अनि अब हाम्रो सबैजना फ्यामिली चाहिँ यहीँ छ वरिपरि बसेको मन्दिरमा पाउँदैन अरे हो माथि ल साथीहरू अब हामी चाहिँ गुम्बाबाट निस्किसक्यौँ होइन अब चाहिँ हामी जाँदैछौँ गुम्बाभित्र चाहिँ होइन फोटो खिच्नु पाइँदैन नत्र त्यहाँभित्र अब राम्रो राम्रो थियो पेन्टिङहरू खतरा खतरा थियो तर के होइन फोटो खिच्नु मनाइ थियो भित्रतिर अनि यहाँ सबैतिर सिसी क्यामेरा छ क्या सो यहाँ त्यो रिक्स छ तपाईँहरू जानुभयो भने चाहिँ एकदम पिसफुल ठाउँ छ तपाईँहरूलाई त्यो अल्छी लाग्दैन त्यहाँनिर सबै हिस्टोरीहरू मजाको छ हिस्ट्री अफ गौतम बुद्ध सबै छ त्यहाँ चाहिँ तपाईँहरूलाई एकदम मजा लाग्छ तपाईँहरू अवश्य पनि आउनु भयो भने यो के ठाउँ रे लाभङ्ला बुद्ध पार्कमा आउनुहोस् है साथीहरू यहाँनिर एकदमै राम्रो छ तपाईँहरूलाई पैसा तिरेर जस्तो उयो पनि हुँदैन एकदम पिसफुल ठाउँ सो हामी साथीहरू अब चाहिँ निस्किसकेको यहाँबाट होइन हाम्रो चाहिँ आजको सफर यहाँको यहीँ टुङ्ग्याउँदै हामी चाहिँ निस्किन आँटेको हेलो नाना हामी चाहिँ अब तारेभिर आइपुग्यौँ सो साथीहरू हामी चाहिँ फाइनली तारेभिर आइपुगिसक्यौँ गाडीमा बस्दा यस्तो भएको थियो होइन अब चिसो भएको थियो सुतेर भएको थियो त जानुभयो त होइन अब चाहिँ हामी चाहिँ मेन मान्छे नै सुति पठायौँ हो सो अब चाहिँ हामी तारेभिरमा छौँ अनि सिधै गर्नु होइन साथीहरू यहाँ एकदम चिसो हावा आइरहेको छ चिसो मौसम छ माइ गॉड ल अब हामी जस्तो चिसोमै जाने होइन मरिन्छ ल जाडो भएर सो तारेभिरमा चाहिँ अब चिसो खानु है हजुर एकदम अब यहाँको चिसो खाँदै जानुपर्छ जस्तो छ यो अगाडि अब सायद यो बर्खाको सिजनमा चाहिँ यस्तो हुन्छ होला अब अहिले त छैन होइन हरियो छैन हरियो अब त पुरा खडेरी सिजन हो नि त सुक्खा हुन्छ त पारिपट्टि कालिम्पोङ हो अनि यता तारेभिर पर अगाडिपट्टि बट सबैजना अब छिटो हामी त गइसक्यौँ है अगाडि उयो साथीहरूले देख्नुभयो उयो तारेभिर भनेको त्यही हो अगाडि ऊ पर छ नि यो सिडी हिँड्दै जानुपर्छ है हावाले पाउँदो रहेछ त तारेभिरमा त साथीहरू यहाँको सिन देख्न सक्नुहुन्छ उयो टिस्टा खोला अघि हामी यहाँको ठाउँ त्यहाँबाट सरी यो रङ्गीत खोला उत्तरी अनि अरे हिजो राति साँच्चै यहीँ डढेलो लागेको रहेछ है राति देखेको यहीँ रहेछ हो देवाशिष दादा हामीले हिजो देखेको डढेलो लागेको यहीँ रहेछ यहीँ हो डढेलो हिजो यहाँ लागेको रहेछ राति हामीले देखिरहेको थियौँ परबाट हाम्रो चाहिँ यता पर छ घर है अनि चिसोले मऱ्यो त नि यस्तो चिसो छ नि हो ओ नाना हेलो नाना के गर्दै हुनुहुन्छ हो फोटो नै वरिपरि डाँडा ल साथी अगाडि हिँड्दै हुनुहुन्छ होइन म चाहिँ जाडोले कक्रिएको छु हो हेर्दै बाटो हेर्दै हिँड्दैछ हात पनि थर्र कामिरहेको छ चिसोले यस्तो चिसो हावा छ नि यहाँनिर मरिन्छ होला हौ चिसोमा यस्तो भिड हो अनि यस्तो भिडमा नि जाडो पनि आएर फोटो खिच्ने एकजना मान्छेलाई चाहिँ मन लागिरहेछ पर नि भिड छ मान्छेहरू पर देख्दैन छ नि दुईजना छ पर
मेरो क्यामेरा क्वालिटी त्यस्तो राम्रो छैन जुम गर्दा पनि देखिने होला ऊ पर दुईजना चाहिँ पर टप उता भिर छ हो साथीहरू भाइरामा चाहिँ यता र भाइरामा चाहिँ कुद्ने कम्पिटिसन गरेको हाइट यति यहाँबाट तलबाट यहाँ पुग्दा कस्तो गल्यो यार दिदी र दादा छु हाम्रो दिदी हिँड्नु नसकेर तान्दै घिसार्दै रहनु परिरहेछ अलिक खुट्टा हाम्रो सास बढिरहेछ ठिट अब के गर्ने हामी यहाँबाट सानो फोटो खिच्यौँ अनि फेरि यहाँबाट भाइको र मेरो रेस फेरि सुरु हुन्छ सो हेर्दै गर्नु होला हान्न अरे बल्ल बल्ल साथीहरू हाम्रो नाना चाहिँ बिसाउँदा गरी यहाँ आइपुग्नु भएको छ ल अब हामी चाहिँ नानाहरूलाई छोडेर फेरि चाहिँ भाइरमा चाहिँ अब हामी चल्दैछौँ यो बरो कस्तो भइरहेको छ मेरो बुढोलाई चिसो मौसममा तातो बनाऊ कि आउनु भयो आऊ भन्दा होइन हामी जाउँ अलिक बरो र म छु म अब हामी दुईजना चाहिँ अब के अरे यस्तो चिसो एक्सपिरियन्स गर्दै गइरहेको छु हिउँ जस्तो चिसो ओए ल केही हुँदैन हिँड न ब्लग गर्दै हाल्नुपर्छ तपाईँहरूलाई त हामी छोडिदिन्छौँ पछाडि नै हामी माथि चौतारामा पर्खिन्छौँ चौतारामा आउनु अब हामी चाहिँ अब हामी चाहिँ घर फर्किन आँटेको ए नानालाई यो चढ्नु नाना तपाईँलाई यो चढ्नु 5 मिनटभन्दा बेसी लाग्छ अब हेर्नु है यहाँ पनि 5 मिनटभन्दा बेसी त्यहाँदेखि उहाँ माथि आसम्म मात्रै आइपुग्छ आइपुग्छ खै हामी चढ्दैनौँ त अगाडि थोरै साइड हो सास कस्तो बढ्यो क्या यो कुद्दाखेरि अघि ए ऊ हाम्रो नाना चाहिँ तलै बसिरहनु भएको छ है छिटो आउनु न हामी त गएको है बाई बाई तपाईँहरू भोलि आउनु ल फर्केर हामी त गएको यसो नानाहरू चाहिँ तलै छोडिनु भयो नि त अब हामी छ अगाडि अब ओ बरु मलाई छोडेको तिमीले नि फेरि सो फाइनली साथीहरू हामी चाहिँ माथि निस्किसक्यौँ हो ल हाम्रो कोही आफन्तहरू हाम्रो बहिनीहरू अघि सो साथीले हेर्नु फाइनली यहाँ चटपटी आइसकेको छ चटपटी खाना सिक्किमको झालमुरी साथीहरू मिठो छ नेपालको मिठो छ साथीहरू उल्टो भयो नि सबै खाने होला आएको तान्दैछ बहिनीहरू चाहिँ भनेर हाल्छ नि होइन हामी चाहिँ फाइनल्ली होइन घुम्दा रात परेर राति फेरि अँध्यारोमा हिँड्दैछ हाम्रो गाडी अब चल्न आँट्यो